ल यो सेकेन्ड लेक रहेछ ताल सेकेन्ड ताल अघिको चाहिँ ताल नेचुरल थियो यो चाहिँ यहाँ ड्याम बनाएको रहेछ यहाँ ड्याम बनाएर यस्तो ताल बनाएको रहेछ ल यहाँ चाहिँ जङ्गल जप्प परेको पानी अहिले घटेर यहाँ पुगेको न त यहाँ माथिसम्म आउने यस्तो रहेछ त त्यहाँबाट ओभरफ्लो भएको पानी जाने यता रहेछ पावर हाउस टक्कै ताल छ कत्रो ठुल्ठुलो रुख रहेछ यहाँ त ल कस्तो कस्तो रुख छ यहाँ खोलै खोलाको बाटो हो किन खोला खोलाको जानेहरू अलि उस्तो गाह्रो छ पनको रुख पवनको रुख पवन फलेको रुख ल जाऊँ के को रुख त यस्तो पो हुँदो रहेछ लामो जङ्गलतिर लगायो यत्रो ठुलो रुख छ यत्रो अग्लो यो विशाल अरे पानी खाने पञ्चासेको पानी खाने बान्डुए झौनामा पर्खाल ठ्याम्मै यताबाट चढाइ नै हुन्छ उताबाट पनि चढ्छ ब्रेकनको लमाथाङ ल यस्तै छ युके ब्रेकनको उपल्लो मुस्ताङ मुस्ताङ जस्तो रे हाम्रो गुरुआमाले भनेको हामी यहाँ थियो यहाँबाट कमिस्टर युकेको सबैभन्दा अग्लो डाँडा वेल्सको सबैभन्दा अग्लो डाँडा विद्युत पावर व्यवस्था ल त्यो युके ब्रेकनको नेचुरल स्विमिङ पुल ल यस्तो छ वाटरफल
Eco water park. जानु Waterfall. Breakon. Natural swimming pool. Natural swimming pool. All people here come swimming. I'm Palio Mangino. त्यताबाट आइज जाडो भएछ चिसो भएछ बुढो बाजेकोमा गयो नेचुरल स्विमिङ पुल UK Breakon Pool, natural swimming pool. This is natural waterfall. पौडी नि खेल्यो अब अर्को जाने बाटो त यस्तो छ जङ्गल हानी यहाँ मौरी रहेछ युकेको मौरी चरा स्विमिङ जम मारेको त्यहाँ माथिबाट काले केटा त्यत्र माथिबाट जम मारेको
यहाँ चाहिँ युकेको चाँचुरा हाम्रो चाँचुरा हो युकेको चाँचुरा है चाँ चाहिँ यहाँ छ है चाँचुरा भयो चाँ कहाँ गयो भन्दा कता छ भन्ने यो चाँ भयो तर चाँचुरा ल युके त यस्तो घरमा सबै पौडी खेल्ने ग्रुपहरू अहिले ठुलो एउटा ग्रुप गयो सबै पौडी खेलेर ल कुमार बाबु जम मार्यो यहाँ राजकुमार जम मारेको ल्याप्ट गरे पेट दुख्दैन